ऊ कस्तो लाग्यो आज प्रधानमन्त्री बालेन्द्र शाहले को एन्सर कस्तो लाग्यो साथीहरू? मलाई चाहिँ चित्त बुझेन साथीहरू आजको चाहिँ। किन चित्त बुझेन भन्दाखेरि नेपाल र इन्डियाको कुरा हुँदाखेरि चाहिँ आइरन राईको चाहिँ क्वेसन थियो कि सीमा विवाद समाधान चाहिँ कहिले हुन्छ भनेर क्या। अनि त्यो कुरामा चाहिँ के थियो भने बालेन शाहले चाहिँ के उत्तर दिनुभएको छ भने अलिक बचपना उत्तर जस्तो लाग्यो मलाई चाहिँ। किनभने के उत्तर दिनुभएको छ त्यो चाहिँ सुन्नु न। जस बालेन शाहले चाहिँ नेपालले पनि इन्डियाको धेरै भूभागहरू चाहिँ नेपालले अतिक्रमण गरेको छ भनेर उल्टो नेपाललाई नै दोष लगाएको छ क्या साथीहरू। हुन त मान्छे हो, गल्ती हुन्छ बोल्दाखेरि, तर पनि रोस्टममा उभिएर बोलिसकेपछि त सारा विश्वभरिकै मिडियाहरू त त्यहाँनिर जस खोजिरहेको हुन्छ नि, त्यहाँको मिडिया कभर त गरिरहेको हुन्छ नि। त्यो कारणले गर्दा अलिकति नरमाइलो लाग्यो। किनभने इन्डियन मिडियाले चाहिँ अहिलेसम्म पनि नेपालको भूभाग यति पनि मिचा छ भनेर चाहिँ अहिलेसम्म भनेको इन्डियन मिडिया या इन्डियन पोलिटिसियनहरू कसैले पनि त्यसरी भनेको छैन क्या। अब इमान्दारी त देखाउनु त ठिकै हो, तर कस्तो ठाउँमा गएर भन्दा चाहिँ उल्टो हामीले चाहिँ अत्याचार इन्डियामाथि गरेको जस्तो देखिने भयो नि त। त्यो कारणले गर्दा यो कुरा चाहिँ चित्त बुझेन है। समर्थन थियो छ होइन, तर पनि यो कुरा चाहिँ अलि चित्त बुझेन। यो कुरा चाहिँ सुधार्नु पर्ने देख्यो साथीभाइहरू।